लाइफ इन्सुरेन्स गरिसक्नु भएको सर म्यामहरूले नछुटाउनुहोस् है यो भिडियो। हजुरहरू विदेशमा नेपालमा जहाँ बसेर पनि आफ्नै मोबाइल ब्याङ्किङबाट प्रिमियम बुझाउन सक्नुहुन्छ। सुरुमा मोबाइल ब्याङ्किङ खोल्नुहोस्, त्यहाँ पेमेन्ट छ त्यहाँ ओके गर्नुहोस् र यहाँ तल हेर्नुहोस् त त्यहाँ इन्सुरेन्स भनेको छ र यहाँनिर लाइफ इन्सुरेन्समा टच गर्नुहोस् र तल जानुहोस्, नेसनल लाइफ इन्सुरेन्सलाई ओके गर्नुहोस्। यहाँ पोलिसी नम्बर हाल्नुहोस्, हजुरको पोलिसी नम्बर माथि हाल्नुहोस् अनि तल चाहिँ डेट अफ बर्थ हाल्नुहोस्, इङ्ग्लिसको डेट अफ बर्थ हाल्नुहोस् है। हजुरहरूले नेपालको 14वटा जीवन बिमा कम्पनीमा बिमा गर्नुभएको छ भने पनि यही तरिकाले पेमेन्ट गर्ने मेथड चाहिँ यही हो है। सबैजनाले ध्यान दिएर सुन्नु होला, फलो गर्नु होला, लाइक गर्नु होला, कमेन्ट गर्नु होला है। यो रातो एरोले देखाएको इन्क्वायरीमा टच गर्नुहोस्, यस्तो खालको इन्टरफेस देख्नुहुन्छ। यहाँनिर चाहिँ हजुरको पोलिसी नम्बर, डेट अफ बर्थ, प्लान अनि कस्टमर आइडी, कस्टमरको नेम, एड्रेस र कति प्रिमियम बुझाउने सबै देखाउँछ र तल पेमा ओके गर्नुहोस् अनि हजुरहरूले चेक गर्नुहोस्। यहाँनिर सबै चेक गरेर हेर्न सक्नुहुन्छ, कति बुझाउनु पर्ने सबै आउँछ र तल फेरि अब कन्फर्म गरिदिनुहोस्। कम्पनीको नाम, हजुरले बुझाउनु पर्ने एमाउन्ट, पोलिसी नम्बर, डेट अफ बर्थ यो सबै आउँछ। हजुरले प्रोसिड गरिदिनुहोस् त, फेरि एकचोटि ओके गरिदिनुहोस्। अब पेमेन्ट गरिदिनुहोस्। यो मेथडबाट र ई सेवाबाट हजुरहरूले डाइरेक्ट यसरी पोलिसी नम्बर र डेट अफ बर्थ राखेर पेमेन्ट गर्नुहुन्छ भने, प्रिमियम रिन्युअल गर्नुहुन्छ भने चाहिँ स्क्रिनसट गरेर आफूलाई बिमा गराएको व्यक्तिलाई चाहिँ पठाइराख्नु पर्दैन, सिस्टममा इन्ट्री गर्नलाई अटोमेटिक इन्ट्री हुन्छ। ल पेमेन्ट भयो भनेर मेसेज पनि आयो। अब अटोमेटिक सिस्टममा इन्ट्री भयो भएन भनेर हजुरले नेसनल लाइफ इन्सुरेन्स कम्पनीको एपलाई ओपन गर्नुहोस् र पेमेन्ट हिस्ट्रीमा गएर हेर्नुहोस् त तल स्क्रोल गर्दै। यो पोलिसी नम्बरको पेमेन्ट हिस्ट्री हेरौँ त। 2022 2 महिना 9मा पेड छ, 2023को पनि पेड छ, 2024को पनि पेड छ र 2025को पनि पेड छ र 2026को 2 महिना 26 भर्खरै पेड भएको यो पनि पेड छ। थ्याङ्क यू।